Check, hello. Hello, check, 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 hello, hello, check. Check, mic check. निवासी हाम्रो श्री दिलीप थापा अनि हाम्रो शीला थापा उहाँको परिवारबाट एक सुन्दर भमरा ईश्वरले उहाँहरूलाई दिनुभएको रहेछ। श्री सुलेमान ज्यू अनि सुशीला बहिनी उहाँको फुलबारीमा फुल फुल्दै गरेको उहाँले देख्नु भएछ। बान्तहरू ल्याएको थियो अनि यो चलन चाहिँ अहिले गरिरहेको होइन। यो हामीले यो चाहिँ बाइबल इतिहास परमेश्वरबाट नै एउटा योजनाको कुरो हो। हुन्छ है परिले मन्दिर सबै सम्पूर्ण समूहलाई ताली बजाइदिनुहोस्। मर्तालाई धेरै गुमाएको कारणले गर्दा जीवनमा धेरै ठोकरहरू धेरै मानिसहरू जवान जवानले खाइरहेको छ। छौँ र अन्य पास्टर बाउले भन्नुभयो फुल मात्रै नभएर मेरो मुख्य कुरा हजुरलाई सोध्दैछु होइन। आज मात्रै नभएर आउँदो दिनहरूमा पनि हजुरले अब आफ्नै छोरी सम्झेर बुहारी होइन आफ्नो छोरी सम्झेर त्यसलाई जति पनि भुल त्रुटि भए पनि होइन क्षमा गर्ने बक्सिनुहोस् भन्दै जतिलाई पनि उहाँले पनि यो प्रश्नलाई स्वीकार्नु भएको छ अनि यो एकदमै असल कुरो भएको छ र अरू पनि कोही
हाम्रो क्रिस्चियन जो चाहिँ प्रभुलाई पाएका व्यक्तिहरूको अनि हाम्रो क्रिस्चियनिटी नियम अनुसार आज हाम्रो सुदान भाइ अनि अञ्जुली बहिनीको मग्नी छ भनेर तपाईँ निश्चित हुनुभएको छ? पक्का हो? गडबडी त छैन? हुन्छ? पक्का हो? के गर्नु? साँच्ची हो अरे? अञ्जली बहिनीले पनि अब हामी दुईजनाको माग्ने त भयो र हाम्रो विवाह हुनु अझै बाँकी छ र अब जबसम्म विवाह हुँदैन तबसम्म हामी दुईजनाको भेट हुँदैन। तर तपाईँले मैले दिएको चिन्हलाई हेर्दै सन्तुष्ट भएर बस्नुहोस् न, यताउता कहीँ पनि नजानुहोस्, त्यसलाई हेर्दै बस्नुहोस्। भन्नु होला नि मजाले। ताली कम्ती भयो। अनि अब हाम्रो अञ्जली बहिनीले पनि हुँदैन, हातमै लगाएर ताकि यसो हेर्दै ढुक्क होस्। ल हुन्छ, हामी उहाँहरूको लागि मण्डली सबै मिलेर हामी प्रार्थना गरिदिनेछौँ। हाम्रो पास्टर आउनुहोस् न। मान्छेको जीवन अनि यो बिचमा कतिवटा प्रतिज्ञाहरू मद्दत गर्नुहोस्। उहाँको दुईको बिचमा आउन लागेको गरिकन यी मामुको प्रभु सियालीमा प्रभु जुन केक काट्न भइरहेको छ यी छोराछोरीले प्रभु यो केक काट्नुभन्दा पहिला तपाईँ यसोलाई पवित्रताको फल चाहिँ के हुँदो रहेछ भन्ने कुरोलाई हामी देखिरहेका छौँ है। छोराछोरीले तपाईँको धार्मिकतामा पवित्रतामा तपाईँको योजनामा पनि यसलाई सबै कार्यहरू सफल भएको छ। कुरो तपाईँमा ल्याएको छ, यसमा तपाईँले आशिष गर्नुहुन्छ। भर्खर खदा लाउनु भएको चाहिँ मेरो बडा अनि बडी हो। यहाँ चाहिँ मेरो माम हो। मेरो माम कान्छी माम अनि मेमे। भाइजू आफ्नो मामा अनि आफ्नो भाइजू। उहाँहरू पनि मेरो मामा मेरो माइजू। हाँसेर
नजर राख